हेलो गुड मर्निङ नमस्ते सम्पूर्णलाई स्वागत छ फेरि पनि समिता र युट्युब च्यानलमा रवि हैन नमस्ते मेरो नाम चाहिँ रबिना हो भाइ मेरो नाम चाहिँ कासम राई हो अनि आज चाहिँ हामी घर फर्किँदैछौँ हेर्दै गर्नु होला सबैजनाले हाम्रो भिडियो दोहोऱ्याउने कतिले एसएमएसमा चेक गर्छु अब त्यहाँ अझै हिजो पनि चेक गरेको छु पे भाइले फेरि थप्पड खान्छ हेर्दै गर्नु हामी सुन्दैसम्म नै गएको ब्लग चाहिँ यहीँ ल्याउने छौँ हेर्दै गर्नु होला समृद्धको चाहिँ एक्जाम चलिरहेछ यहाँ खोइ कुन आज कुन विषय समृद्ध राईको सायामिन मागको चाहिँ सायामिन माग आज चाहिँ खतरो घाम लाग्नु खोजिरहेको छ हिजो चाहिँ पानी परेको थियो यसो छ मौसम केरा चाहिँ यहाँ काम गर्नु हुँदैछ ब्लग स्टार्ट गरे हेलो एभ्रिवान म यहाँ भरेको लागि रेडी गर्दैछु यहाँ आज राति भिडियो अपलोड गर्नु कम त दुःख भएन खोज्दा नेट खोज्दा राति 9-10 बजीसम्म कुदेको एउटामा बल्ल भेट्टाएर अनि अपलोड गरेको पर्खेर दसैँ पनि हामीहरू चाहिँ अब खाना खाँदैछौँ नानी चाहिँ गइसक्यो दिदीको छोरा चाहिँ उसको 8:30 देखि छ अरे एक्जाम अनि गइसक्यो बिहानै हामी चाहिँ खानाहरू खाँदैछौँ भाइ पनि जाने अरे आजदेखि बिदा हुन्छ अरे आज चाहिँ 1 बजीतिर छुट्टी हुन्छ अरे नि त्यही भएर अहिले चाहिँ मेरो यहाँ भाग छ मासु र भात कुखुराको रम्ने चाहिँ खाना खाँदैछ यहाँ चारो पकाइछु कहिलेसम्म रम्ने चाहिँ चारो पकाएछ सुँगुर छ 3वटा दिदी चाहिँ काठमाडौँ गएछ समिता पनि खान्छ अब खाना ओके फुपू पनि खानु न मलाई त खाने फुपू हुन्छ फुपू रागै खानु मलाई त रागेको भए ठिक थोरै मात्र ल हुन्छ हुन्छ फुपू ल हस् चिकन अनि चिकन पनि रागा पनि रबिना त म त होइन खाने हजुर को भाइ के भने के नि खाएछन् पकाउ पकाइराख्नु तपाईँ पनि खानु घरै आउने बेलामा तातो यसो कुरा गर्दैको उलिसाले गइहाल्यो समिताले लगाइदिउँ खाना हम पुग्छौँ ऊ त खाना सक्दैन यत्रो मात्र टेस्टी भइन्छ मासु हो यसरी पकाउनु पर्छ कान्छी सिकिराख है पुपु भइन्जेलसम्म पछि यसरी पकाएर खानुपर्छ आफूले अरूलाई पनि दिनुपर्छ खोर्सानी हाम्रो कान्छीमा यहाँ ड्रेस लगाएर चिटिक्का भइसक्यो खाना खाएर पनि फर्केर पनि जुत्ता चाहिँ लाउने स्कुलको जुत्ता आज फाइनल हो गराउँदैन होला यसले लड्छौ है फेरि अनि एकसँग कसरी नाच्छौ अनि फुकाएर पो त साडी लाएर साडी लाएर म त यो लाएर पनि नाच्ने रहेछ भनेर नि गराउँदैन होला आज फाइनल हो हाम्रो दसैँको किताब पनि लु स्कुल ड्रेसमा चाहिँ यो चाहिँ सुहाएन है कान्छी लु सुहाएन स्कुल ड्रेसमा मिल्दैन के जुत्ता स्कुलकै लगाऊ होइन कराउँदैन भने त राम्रो देखेन नि त है कान्छीले यो जुत्ता लाएर जाने दसैँ पनि हामी रेडी भइसक्यौँ रबिना चाहिँ स्कुल किन्नु भएन
गएको त खिचिन त मैले रबिना चाहिँ गइसक्यो रेडी भएको स्कुल त खिचेको दोरोङ आजदेखि उनीहरूको बिदा हुन्छ खासै आज पढाइ हुँदैन र त्यही भएर हामी चाहिँ दोरोङ्गे पनि लाँदैछौँ पाङखाङ पार्कसम्म जाउँ ल ल केही छोडिएन नि सामानहरू बाई पुग्छ केही छोडेन हाल्ने सामानहरू नभए त फेरि बिर्सिन्छ हो अब दसैँमा घर गएको जस्तो भयो अब चाहिँ दसैँमा घर गएको जस्तो भयो पुरानो त भाइ चाहिँ ल वन कार्यालयको त गेट त भत्काए छ त नि ए भत्काए छ त गाडी हुलाउनुले हो कि केले लाग्यो पोहोर पछिबाट हामीले पुरुष लगाएको होइन त्यो राखेको छ कि छैनन् राखिन नभए त लानुपर्छ त फेरि देउराली चोक देउराली चोकमा हामी आइपुग्यौँ यहाँनिर खुकुरी चोक हो भन्दो रहेछ अहिले त देउराली चोकलाई त खुकुरी चोक यताबाट चाहिँ भाइ अटोको स्ट्यान्ड म चाहिँ मान्छे छैन भने सुतिराख्नु भएको भाइ पस्न भाइको झोला फाटिरहेको छ एउटा चाहिँ अब हामी चाहिँ चढिसक्यौँ गर्मी भयो अहिले आइडिया लाग्यो खोटाङदेखि आएको हामी त चाहिँ निकाल्नु न सामान हामी चाहिँ हिँडिरहेको छौँ एक दुईवटा सामान किनेर समिताले त्यही भएर आउँदै गरेको हामी अस्तिको हटिया यो चाहिँ हिजोको हटिया मैले यहाँको भ्लग बनाएको थिएँ हिजो यतातिरबाट हिजो कति मान्छे थियो यतातिर यो एरियामा केदारे भ्लगमा हेरिसक्नु भएको छ तपाईँहरूले होइन भन यतातिर पनि हटिया मजा लाग्ने ठाउँ यतातिर हामी चाहिँ अब हाम्रो दोरोङ्स र रबिनाको स्कुल पुग्न लाग्यौँ अलिक फर्तिर अगाडिपट्टि कहाँ प्लास्टिक डोलायो गनायो आमाले ल्याउनु ल्याइदियो भने के अरे चुना घर छेप्ने चुना किन्नुपर्ने छ त्यही भएर जाँदै गरेको हामी चाहिँ के अरे यो स्कुलको नाम जनसेवा यही हो यही स्कुल चाहिँ दर्शकहरू यो ठुलो बिल्डिङ किन कराउँछ अनि किन ढिलो आएको त नि गेटबाट छिर्नु दिँदैन ढिलो भयो भने यहाँ हो यहाँ रबिना चाहिँ यहाँ हो ओ हेलो रबिना त आफ्नै तालमा बसिरहेर छ एकछिनमा झ्यालमै बसिरहेर छ यहाँनिर गेट चाहिँ श्री जनसेवा आधारभूत विद्यालय आधारभूत 8 क्लाससम्म मात्रै रहेछ यहाँ
लाइन बस्न आँटेर रहेछ हामी चाहिँ यहाँ तल आइपुग्यौँ गाडी रोक्ने ठाउँमा आइपुग्यो तर गाडी नै आइपुगेर रहेछ अनि यही समिताले भारी तारी मिलाउँदैछ यहाँ पक्का पत्याङ्ग्राहरू मिलाउँदैछ आज गाडी ढिलो भएछ आएछ अरू बेला यतिखेर आइसक्थ्यो कहाँनिर ढिलो गऱ्यो गाडी चाहिँ बल्ल 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 आइपुग्नु भएछ आज किन ढिलो भयो काका आज नमस्कार ढिलो हिँड्नु भएको हो कि पर्खिँदा ए हामी त यहाँ आएर फेरि माथि पुगेर घुमेर आएको अझै आउनु पर्यो काका आइपुग्नु भयो यहाँ गाडी लिएर बल्ल बल्ल ल हाम्रो चाहिँ मोमो आइसकेको छ हामी मोमो खाना गइरहेछौँ चिकन मोमो हो यो चाहिँ 1:30 मा अरे नि त्यही सानी खाऊ न खाऊ म त फेरि उखाएको एनर्जी ड्रिङ्क खाइदिएको त भुँडी नै फुलिको मोमो टन्न खानु भएको तपाईँले चिकन मोमो खाइदिउँ है हामी चाहिँ गाडी चढिसक्यौँ अब चाहिँ बल्ल बल्ल पर्खिँदा काकालाई होइन त्यहाँ टाइम लागिसक्यो कति पर्छ हामी झन् 2 घन्टा बस्यौँ होला पर्खेर गाडी चाहिँ आएर फेरि ग्यारेज गएको थियो सामान चाहिँ हालेको थियौँ 2-3 घन्टा मेरो गाडीमा बसेको भन्दा पनि यहाँ आएको चाहिँ कति 3-4 घन्टा सबैमा त बमको यहाँको गर्मीले बल्ल 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 भएपछि जानु होइन 3 बजेर पनि कति मिनट गइसक्यो 1 मिनट भयो हामी त आज रात पर्छ घर पुग्दाखेरि पर्दैन 6 बजे पुगिन्छ रात छिटै पर्छ आज भोलि त अँध्यारो हुँदो रहेछ 6 बजी नै ट्राफिक प्रहरीले के टाल्दै रहेछ हामी आयौँ पुलिचोक बङ्खा खोलामा आइपुगेको छ मान्छे चाहिँ बगाएको थियो अस्ति कुन महिनामा थाहा भएन साउनमा होला ए भदौमा
झन् कस्तो चिप्लिन्छ सबिनाको बाटो त्यस्तो छ है हाम्रो यसरी जानुपर्छ हामी चाहिँ 3 मा आइपुग्यौँ है 3 मा नि बोरङ चाहिँ कताको गर्मी भएर ल बाख्रा बस्नु क्या ल ल ल ल ल ल मान्छे त कति धेरै गरेको बल्ल बल्ल आइपुग्यो अब जानु हामी चाहिँ आइपुग्यौँ हामीदेखि अब जान्छ भन्दा पनि साइडले चाहिँ आउँछ लु लगाउन साइल हो त झोला साइली आइपुग्यो म कहाँ जाले सासको त चाहिँ है लु लगा न ओ साइली छिटो यहाँ रात परो यहाँ जुवाइले भने उता हाल न हो त्यो चाहिँ हो त्यो गरौँ चुन छ गरौँ न गरौँ त्यो कुचन हाल न उता पल्लो झोलाउने हाल खासै धेरै त छैन चुनाले गरौँ न गरौँ बनाएको के साइल आइपुग्यो लु जाउँ लु जाउँ है जुवाई खै सबैजना कता कता जानुभयो पढ्नुको दिदीहरू ए बिसरा आउन दिदीहरू सबैजना लु जाउँ हामी चाहिँ चल बिहान होइन साँचीको लुक्ची खाइसक्यो उकालीमा यहाँ साइलीले अब टक्कर के गर्नु पानी पो छिटाउँदैछ कसको गाडी आइपुग्यो भत्केको छ कि क्या उता पो जान्छ कसको गाडी के छोड्यो कि क्या हामी चाहिँ घरमा को छ नि को घरपति जाय नमस्ते है बाउ नमस्ते सान्जिना हुन्छ कहाँमा चाहिँ हुन्छ के गर्नुहुँदैछ पुन्डो नमस्ते हुन्छ मन्त्री त नहुने म त मन्त्री राजा गाउँको राजा सम्झिना चाहिँ सम्झिना आऊ नमस्ते मम्मी नमस्ते के गरेर हुनुहुन्छ क्या यहाँ ममा होला ए भात बनाउनु भएको रहेछ ढोक न भाइ चाहिँ आमा बाउलाई खुट्टामा तल मुनि आमामा आमा भन्दा अल्को बाउलाई नि ढोक्नुपर्छ भाइ त हुँदैन जस्तो छ कुदेको छ ढोक न खुट्टामा
सिक्नु पो पर्छ बाउसँग पो लाजाउँदैछ बाउमासँग पो किन लजाको भाइ म भन्दै अल्गो भएछ है भाइ त मान्दैन हो मान्दैन बानी नभएको ल हामी चाहिँ आइपुगेका छौँ पसिन हुँदै उकालोमा हिँडेको गाडीमा पनि गर्मी भयो अहिले धेरैजना चेपा चेप हुन्छ गर्मी भयो आज त खत्तम अहिले नखाने मम्मी नबनाउनु गर्मी भइरहेछ घरहरू स्याट्टै हालेर हामी चाहिँ घरमा पंखामा आएर सुँगुरको मासुको हड्डी अचार खाँदैछौँ साइली जुवा यहाँ खानुहुँदैछ सबिना रबिना छैन यो मेरो माम यो तरकारी यो सिकुटी फ्राई यो समिताको माम द्रङ स्याउ के भन्छ अहिले मुख दुखो ए खोइ भाइ ए उता जानुभयो भाइ यसमा निकाल्नु भात अलि निकाल्नुपर्छ भाइ त उता पो जानुभएको छ त ल खाऊ भात सिकुटी खाएको भाइलाई भात नखानु पर्यो यो सुकुटीमा खान्छ अब यही गरे खाना त्यति हुन् कति हुन्छ म खान्छु त सिकुटी खाने रे हो कुरुङ कुरुङ म त खान्छ होला भन्दैछु त बाबुले खान्छ दोरङ्स खाँदैछ उबाट सिकुटी छ भने उसले पनि गोठिए छ त किन सानो छ मासु बनाउँछ हेर है कहाँ जाने कहाँ ए यहाँ हेलो मासु पनि धेरै हुन्छ होला है त यो खिचा पनि जस्तो बनायो भेन्डी त लास्ट आउने रहेछ त यी मासु मासु मैले त खाँदिनँ रहेछ बोइल गरेको पोर्क हो है चाहिँ कहिले काटेको मम्मी क्या हिजो काटेको हिजो ए सक्क खाने बेला पो आइपुगेछ त हाम्रो पनि काटी खानु भयो पैसा त्यति थियो काम गर्ने त छानेर राति त छान्नु यहाँ ढिलो खाएको हुन्छ होला उहिलेको कथा गरेर गरेको त राम्रो होइन नि रुम बोल्ने दर्शकहरू आज चाहिँ हामीहरू अब घर लागिरहेछौँ अघि बिहान उठेर केहरू खाजा पनि खायो चटपटे पनि अनि खानाहरू पनि खाइसक्यौँ अनि हामी चाहिँ रेडी भइसक्यौँ अब चाहिँ जान आँटेको थाहा छ दर्शकबिनहरूलाई हेर्दै गर्नु होला अब चाहिँ हामी डाइरेक्ट सुम्दै पुग्छौँ हामी चाहिँ तल्लो गरेर झरिसक्यौँ अब चाहिँ हामी जान आँटेको ल बस्नु आमा बाउले भन्दैन नि गयो भने बस अहिले ल कतिखेर हो र ल अब दसैँमा भेटौँला बस है सबैजना बसेको गरिसमे मम्मी खै त अब हामी जाँदैछौँ बाउ चाहिँ उता के अरे बाँदर खेद्नु जानुभएको छ सबै मकै खाएर अल्छी पो लाग्नु थाल्यो मलाई त हिँड्नु के काकाहरू चाहिँ भाइ यत्रो भइसक्यो मुसाले काटिपा गर्छ बेटिलो भइगएछ अनि कति भयो चार्ज नगरेको अनि तार काटेपछि त अनि हुँदैन डाइरेक्ट गर्दा हुन्छ चार्ज अलिक उठिन्जेलसम्म त काका गरेको छु मैले ए उसलाई काट्नहरू यहाँ लाँदैछौँ भन्नु लाने काका ठिक्काको लागि उसको झोला त बोक्नु मान्दै छैन सोच त नि नाइसम्म त पुऱ्याउनु गाह्रो हुन्छ त त्यही त अनि ओह्रालो त हो हेर्न भाइ
लु बस्नुहोस् है काका काकी भाइ बस है भाइ म मोटे बसे पुने खोइ ल रुनु खोज्दैछ भाइ त मैनी किन रुकौ लु बस्नै काकी गएको हुन्छ लिन भाइ बिदा बिदा भएको र लेख मेरो ल्यापटप बोकिदिन्छु भनेको खोइ त अनि आज दसैँ पनि हामी चाहिँ हाम्रो पाङखाङगाउँदेखि छिरान माथि जङ्गलभित्र छौँ केरा सब पछाडि आउँदा हुनुहुन्छ बाहिर म अगाडि गर्मीलाई म गाडी त गाडी भयो भाइ चाहिँ हिँडेर छ टक्लक 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 यस्तो जङ्गलभित्र छ अहिले हामी यो हरियो कस्तो दामी छ यो फुल बगैँचा जस्तो क्या यिनीहरू नि उकालो हिँड्दा 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 जङ्गलमा छौँ बल्ल शीतल अघि चाहिँ घामले पोलेर झन्डै मरियो तलतिर चाहिँ गर्मीले झन्डै मरियो हामी चाहिँ धेरै माथि आइसक्यौँ बल्ल भेडा चरिरहेको छ कसको भेडा हो है यो यता नजिकको त भेडा गोठ छ कि क्या हो नि हिँड द्रोस हिँड हिँड हेर न भेडा भागिहाल्छ नयाँ मान्छे देखेर भागो भागो भेडा भागो चु ल भेडा मासतिर टन्नै भेरी गोठ चर्ने राना बन यहाँनिर टक्कै बस्ने अब एकछिन यहाँ तामाङहरूको चौतारा हो यो तल तिम्मातिरको होला यहाँ बसेर हामी बाटो यता हो होइन यता जाने हो यहाँ बसेर काँक्रा खाने रे काँक्रा बोकेको छ नि त समिताले चौतारा लामाहरूको चौतारा त्यस्तो हुन्छ क्या जस यहाँ बस्ने चाहिँ दामी बनाइदिएछ नि च्याट्ट पारामा यहाँ चाहिँ फोहोर रहेछ हौ मैतिर त भेडाले हग्दिएर बाख्राले हग्दिएर वस्तुले हग्दिएर के ल्याउँदैन थियो काँक्रा आधी मात्रै ल्याएको नि अटेन र भारी के गरे भाँचिन्छ है आम्मा धामाहरूलाई चाहिँ धामीहरूले चाहिँ पढ्नु आउँछ भने लामाहरूलाई मात्रै आउँछ काँक्रा खाइँदैछ काँक्रा बिसाएर हामी छैन यहाँ त काँक्रा खाइँदैछ बिसाएर थाहा छैन यो काँक्रा खाएपछि फेरि भोक लाग्छ न फेरि मासतिर हो यसले घटाइदिन्छ क्या खाना दर्शकबिनहरू यहाँ खतरा हुसु उड्दैछ फेरि ले लाएर हेर्न सक्नुहुन्छ हुसुसुसु आउँदैछ अन्त समिता र दुरुङ अगाडि अगाडि हिँडिसकेन् हामी चाहिँ अहिले डाँडा निस्क्यौँ भनौँ न अब हेर्नु कस्तो दौडिन्छ कुहिरो सल्ल दौड्दैछ गयो 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 यस्तरी खिचाउनै पर्यो खतरा गयो कुहिरो हेर्दा हेर्दै हुसुले ढाकियो हुर्रु दौडिने थियो तलबाट आउँदै थियो झ्याप्पै लाएर छेकी नै गयो फाइनल्ली हामी बल्ल बल्ल धोत्रे आइपुगेका छौँ दर्शकबिनहरू होइन धोत्रे देखियो तर मजाले उग्रिने चाहिँ उग्रिएन
ल हिँड नि सिर्जो म यसको फोटो नि खिच्नुपर्ने छु अस्ति नि फोटो खिच्नु पाइएन धोत्रेको ल हामी एकछिन यहाँ खाजा खान्छौँ अनि जान्छौँ हेर्दै गर्नु होला त्यो पर खाजा बनाउला जानुपर्ने छ चाउचाउ खानु जानुपर्ने छ के बनाउनु भएको ए दाउरा राख्नुलाई ओहो नयाँ घरेर खरिँदै रहेछ दाउरा राख्नको लागि के भयो अरे अहिले त खुलिरहेछ अघि त खिच्दा खिच्दै हुसो आइगयो र खत्तम भइगयो नि अहिले चाहिँ बेलुकीको 6 बजिसकेको छ रात परिसकेको छ हामी चाहिँ अब घर पुग्न लाग्यौँ ऊ पर समिताहरू हिँडिरहेको छ बादल देखिँदैन रहेछ त हौ फोकसै मिल्दैन रहेछ कति बालिरहेको छु म यहाँ यो चाहिँ लाइट नबालिकन खिचिरहेको कस्तो देखिरहेछ है देखिरहेको छैन होला समित ऊ पर होइन अँध्यारो ऊ सुलले त फोकसै नमिल्ने रहेछ अँध्यारो भयो दादा भन्दैछ ल या आमा आमा यता हेर के गर्दैछिस् अब कुरा खाइस् तैँले खोइ चप्पल खोइ को यता हेर त को चिनिस् सोल्टी भन् भाउजू भन्दैछ आइज न भन्छु म त फेरि बोक्दिन दादा अरे थाहा पाइहालेछ पर यता हेर ओइ पटा सिगानी छ यो स्याङ त फोडी न फोडी भाउजू कहाँ गयो भाउजू कहाँ जानुभएछ आयो अरे भाउजू आयो अरे मलाई खानेकुरा के राखिदेऊ आयो कहाँ पुग्यो भाउजूले के त्यो दिदी अरे सोल्टी हो सोल्टी नमस्कार भन् अर्को चाहिँ के गर्दैछ बिरामी छौ त्यो के भयो बिरामी मार्कीले होला ज्वरो चिसो होला नि आफैले हिँड्यौ कि के हो नगर्न च्याउ भयो खानु मिल्छ हो हिजो यति दिएन च्याउ भन्दा पनि अझ बेला अबेला मुङ्गे पनि यति बेला आएर मुङ्गेहरूले डुलुवालाई त चप्पल चाहिँ यतातिर है चप्पल चाहिँ एकातिर छोडेर रोटी पोलेको रहेछ तिमीको चाहिँ यहीँ कस्तो खालको रोटी बाक्लो न बाक्लो रोटी पोले ए राँगा काटेन झन् के अस्ति ल्याइदिएन छ नि काटेन छ अस्ति राँगा त्यहाँ दिन्छ भनेर हेर नि त्यहाँ भएछ नि सुवा झोला बाटे ओडा दिदी परे सोल्टी हौ सोल्टी भन्न पट्टु छैन चप्ली पनि छैन तिम्रो भाइ एउटा हौ ल धन्यवाद भन् धन्यवाद भाउजू भन हौवा गरौँ न भाउजूलाई भाइलाई दे त्यो भाइलाई एउटा भाइलाई दे एउटा भाइलाई देऊ न हो त जुन भए पनि छाम्दैछ तर नदिँदैन हुन्छ भाइलाई त अहिलेदेखि नै ल भन्दैछ हो त तँलाई एउटा तँलाई तँ खा एउटा तँ खा न त्यो हो त अहिले आमा घर घुमेकै चाहियो त नगर्नु न स्याम म दिन्छु ल सबैजना मिलेर हेर नि त्यो रमाएको हेर आमा कि आमा गर्दैछ त्यहाँ स्याम नाम ठुलोमा सन्जीमा ला कुची गइज नि यार सबैजना एउटा खाऊ ल भाउ चाहिँ अम्बा ल्याइदिएको ला कुची गइज भोजुबाट ल्याएको अनि कहाँ अस्ति नै किनेको कुहिहाल्छ नि अस्ति नै किनेको 3-4 दिन भइसक्यो अनि भाउजूले ल्याइदिया टुटिहाल्छ नि फुटो नगर्नु न यो सबैले खानुपर्छ एउटा
भाइले त नदिनु मम्मी त खाने ओइ नल्ले नाम नाम क्या चकलेट दिएको चकलेट खाँदै छ नगर भाइको नगर न भाइ खोर्सानी देखेर हाँस उठ्यो क्या रमाउँदैछ क्या दिमा त होइन दुईजना नमस्ते गरेको दुईजनै लजाउँछ ल म त देखिनँ त फेरि म त तल खिचिरहेको थिएँ अनि लैजाऊ त एउटा कसले ल्याइदियो कसले ल्याइदियो मम्मीले त एउटा खानु मम्मीले त एउटा हो त्यो तँ खा भाइ पनि खाने कुच्ची गरेछ सबै न भाइले त्यो एउटा घर जा भने उठे गयो कि खाउ लाग्यो खोइ दिएन मलाई अब आयो भने नकुटे एउटा खामै सबैले यो खाने हो मलाई नखाने ठुलो मामलाई दे त ठुलो मामलाई दे त ठुलो मामलाई दे अस्ति नै किनेको आमा कुही गएछ झन् 3-4 दिन भइसक्यो किनेको न भाइले देऊ त नानी भचुर यत्रो दिनमा अनि न भाइले यो मम्मीलाई दे त खानुहोस् नै हाम्रो सौदा त्यति नै खोर्सानी पनि तकलिफ भइरहेछ नखाने अन्त रे लो सही शान्ति डर दा तमीको भाइ यताबाट आएन खा तमी हामी त धोत्रेमा खाजा खाँदै गर्दा ढिलो भयो नि त ल्यायो भन्ने छ सोल्टीलाई सोल्टीलाई नसकेको भाइ चाहिँ कति लाज राखेको खाँदैछ आन्टीमा चाहिँ भाइ चाहिँ लाज ठुलो दिन होइन साङ यता आइज त हो त्यहाँ बसेर खा ल मिठो छ के खान्छ बिस्कुट खान्छ कि त्यो पो खान्छ अम्बा चाहिँ खाएन यसले रिमझिममा गाडी त्यहाँ रहेछ टेम्पो अनि त्यहाँको रिजर्भ गरेर गएको अँध्यारोमा पुग्यौँ त्यहाँ 6 बजी पुगेको हामी होइन रिमझिम भोजपुर त 9 बजी बिस्तारो गएको अटो पनि खाँदैछ लिनु त्यो के रहेछ कुकिज कुरो खाँदैछ दादा ओ खालु खा आमा उ देखाउँदैछ आमा ल ल ल ल ल खा खा लु खा खानु हुने हो ल रुम आइसक्यो आयो कि आयो हगि होइन तिम्रो खोर्सानी झरेछ अब पिरोले मर्छ है कोको खोर्सानीको बिरुवा त्यो दाना चाहिँ टिपेर मिल्छ हेर नि त्यो चाहिँ फेरि यहाँ के गरे हो ला लो भन्दैछ टाउको दुख्छ दर्शकबिनहरू हामी चाहिँ राति आइपुग्यौँ नसेक रुक्कलामा आज धन्न पानी चाहिँ परेन नि आजको भ्लग चाहिँ यति नै दिपा चाहिँ उता जानुभएको छ धरमतिर आउनु भएको छैन अनि खाना चाहिँ खानु मन लागेन हिँड्दा हिँड्दा गलेपछि जिउ थाकेपछि त खानै मन लाग्दैन मलाई चाहिँ अनि दोहोरोङ र के रहेछ उतापट्टि हुनुहुन्छ रुममा काम गर्दै हुनुहुन्छ भिडियो एडिट गर्दै हुनुहुन्छ म पनि अब यो हतार भिडियो एडिट गरेर हाल्नु पर्ने छ भन्दै आजको भ्लग चाहिँ यति नै फेरि पनि नयाँ भ्लग ल्याउने नै छौँ अहिलेलाई चाहिँ बाई बाई